के तपाईँले कहिले सोच्नुभएको छ हामीमा जसरी हाम्रो उमेर बढ्दै जान्छ हाम्रो शरीरमा किन थकान बढ्दै जान्छ? किन हाम्रो उमेर ढल्दै जाँदा हामी चाँडै थाक्छौँ? एउटा सानो बच्चालाई हेर्नुहोस्, 3-4 वर्षको बच्चा बिहानदेखि साँझसम्म दौडिरहन्छ, खेल्छ, कुद्छ, लड्छ, उठ्छ र फेरि दौडन्छ। आमा बुवा थाक्छन् तर बच्चाको ब्याट्री कहिले सकिँदैन जस्तो लाग्छ। अब त्यही बच्चालाई 60 वर्षपछि कल्पना गर्नुहोस्, ऊ अब बुढो भएको हुन्छ। बिहान उठ्न गाह्रो, सिँढी चढ्न गाह्रो, शरीर दुख्ने र त्यो एक दिन दौडिरहने बच्चा अब दैनिक धेरै घन्टा कुर्सीमा बसेर बिताउँछ। प्रश्न उठ्छ, त्यो सबै एनर्जी अर्थात् ऊर्जा कहाँ गयो? यो कुनै सामान्य प्रश्न होइन, बरु हाम्रो अस्तित्वसँगै जोडिएको प्रश्न हो। यो प्रश्न हाम्रो जीवन र मृत्यु बीचमा लुकेको एउटा गहिरो रहस्य हो र यो प्रश्नको उत्तर बुझ्न हामीले सबैभन्दा पहिला ऊर्जा अर्थात् एनर्जीको बारेमा बुझ्नुपर्छ। हामीले दैनिक खाना खान्छौँ, दाल, भात, तरकारी, फलफुल, मासु, जे भए पनि। तर कहिले सोच्नु भएको छ कि त्यो खाना कसरी ऊर्जामा परिवर्तन हुन्छ? जब हामी खाना खान्छौँ, त्यो खाना हाम्रो पाचन प्रणालीमा जान्छ र त्यहाँ गएर टुक्रिन्छ। त्यसपछि हामीले खाएको खाना ग्लुकोज, फ्याटी एसिड, प्रोटिन जस्ता मोलिक्युल अर्थात् कण बन्छ। यी सबै मोलिक्युलहरू रगत मार्फत हाम्रो शरीरका हरेक कोशिका अर्थात् सेल्ससम्म पुग्छन् र त्यहाँ यी मोलिक्युलहरूको भेट हुन्छ माइटोकोन्ड्रियासँग। माइटोकोन्ड्रिया, यसको बारेमा सायद तपाईँले स्कुलमा पढ्नु भएको होला। हाम्रा कोशिकाहरूका पावर हाउस भनेर चिनिने यो सानो संरचना वास्तवमै हाम्रो शरीरको इन्जिन हो। एउटा कोशिकामा 100औंदेखि हजारौं माइटोकोन्ड्रियाहरूसम्म हुन्छ र उनीहरूको एउटै मात्र काम हुन्छ, खाना टुक्रिएर बनेका ती मोलिक्युलहरूबाट ऊर्जा उत्पादन गर्ने। जब ग्लुकोज माइटोकोन्ड्रियासम्म पुग्छ, त्यहाँ एउटा अद्भुत प्रक्रिया सुरु हुन्छ जसलाई अक्सिडेटिभ फोस्फोराइलेसन भनिन्छ। सरल भाषामा भन्नुपर्दा माइटोकोन्ड्रियाले ग्लुकोजलाई प्रोसेस गरेर ऊर्जा पैदा गर्छ र त्यो ऊर्जालाई हामीले प्रयोग गर्न सकिने सक्रिय शक्तिको रूपमा रूपान्तरण गरिदिन्छ, जसलाई हामी एटिपी भनिन्छ, एडिनोसिन ट्राइफोस्फेट। यो हाम्रो शरीरको ऊर्जा हो। जसरी हाम्रो समाजमा जनजीवन चलाउन पैसाले काम गर्छ, त्यसरी नै हाम्रो शरीरमा एटिपी हाम्रो शरीरको मुद्रा हो। हामीले हाम्रो शरीरको मांसपेशी चलाउन एटिपी चाहिन्छ, दिमाग चलाउन एटिपी चाहिन्छ, सास फेर्न एटिपी चाहिन्छ। एक दिनमा हाम्रो शरीरले हाम्रै शरीरको तौल बराबर एटिपी उत्पादन गर्छ र प्रयोग गर्छ। अब एउटा अनौठो तुलना गरौँ हाम्रो शरीरलाई एउटा गाडीसँग। एउटा ब्रान्ड न्यू गाडी, चम्किलो, सफा, चुस्त इन्जिन, राम्रो माइलेज दिने, आवाज कम गर्ने र उत्कृष्ट गति। किनभने इन्जिनको हरेक पार्ट्स नयाँ छन् र राम्रोसँग काम गर्छन् र इन्धनको हरेक थोपा ऊर्जामा परिवर्तन भइरहेको छ। यही हो हाम्रो बाल्यकाल र जवान हुँदाको शरीर। माइटोकोन्ड्रिया नयाँ छन्, कोशिकाहरू स्वस्थ छन् र ऊर्जा उत्पादन अत्यन्त प्रभावकारी छ। हामीले खाएको खानाबाट जति ऊर्जा निस्कन सक्छ, माइटोकोन्ड्रियाले त्यो सबै निकाल्छ। तर समय बित्दै जाँदा अब त्यो गाडी 10 वर्ष पुरानो हुन्छ। इन्जिनमा कार्बन जम्छ, पार्ट्सहरू खिसिन्छ, पाइपहरू पुराना हुन्छन् र अब पहिलाकै जति नै इन्धन हाल्दा पनि ऊर्जा उत्पादन कम हुन्छ र त्यो ऊर्जाको ठुलो भाग तापको रूपमा हराउँछ। हाम्रो शरीरमा पनि ठ्याक्कै यही हुन्छ। उमेर बढ्दै जाँदा माइटोकोन्ड्रिया कमजोर हुँदै जान्छन्। उही खानाबाट पनि अब कम एटिपी बन्छ अनि बाँकी ऊर्जा त्यो सबै तापको रूपमा अनि फ्री रेडिकल्सको रूपमा नष्ट हुन्छ। यी फ्री रेडिकल्सहरूले कोशिकालाई नै क्षति पुर्याउँछन् र माइटोकोन्ड्रियालाई नै बिगार्छन्। यो एउटा लुप जसरी काम गर्छ। कमजोर माइटोकोन्ड्रियाले बढी फ्री रेडिकल्स बनाउँछ, जसले अझ बढी माइटोकोन्ड्रियालाई कमजोर बनाउँछ र कमजोर माइटोकोन्ड्रियाले झन् बढी फ्री रेडिकल्स उत्पादन गर्छ। तर कुरा यतिमा मात्र सकिँदैन। अझै गहिरेर बुझ्ने हो भने भौतिकशास्त्रमा एउटा एकदमै कठोर नियम छ जसलाई एन्ट्रोपी भनिन्छ। सरल भाषामा एन्ट्रोपी भनेको डिसअर्डर अर्थात् अव्यवस्थाको मापन हो, जसले भन्छ हरेक कुरा व्यवस्थित स्थितिबाट अव्यवस्थातिर जान्छ बिना कुनै अपवाद। यो थर्मोडाइनामिक्सको दोस्रो नियम हो। एउटा साधारण उदाहरण, तपाईँले आफ्नो कोठा सफा गर्नुहुन्छ, सबै सामान मिलाउनुहुन्छ र चिटिक्क पार्नुहुन्छ। तर एक हप्तापछि हेर्नुहोस्, त्यो कोठा फेरि फोहोर हुन्छ, सामान अस्तव्यस्त हुन्छ। किनभने कुनै पनि कुरा अव्यवस्थित हुनु प्राकृतिक हो, तर व्यवस्था कायम राख्न ऊर्जा चाहिन्छ, मेहनत चाहिन्छ, तर अव्यवस्था त्यो आफै आउँछ। यही नियम हाम्रो शरीरमा पनि लागू हुन्छ। जब हामी जवान हुन्छौँ, हाम्रो शरीरसँग कोशिकाहरूलाई मर्मत गर्ने पर्याप्त ऊर्जा हुन्छ, नयाँ कोशिकाहरू बनाउन र बिग्रिएका डिएनएहरूलाई सच्याउन।
शरीरले एक किसिमको व्यवस्था कायम राख्न सफल हुन्छ, तर उमेर बढ्दै जाँदा यो मर्मतको काम कमजोर हुँदै जान्छ, ऊर्जा उत्पादन घट्छ, मर्मतको लागि चाहिने एटिपी कम हुन्छ र बिस्तारै अव्यवस्था बढ्दै जान्छ। कोशिकाहरू ठिकसँग विभाजन हुँदैनन्, प्रोटिनहरू गलत तरिकाले फोल्ड हुन्छन्, डिएनएमा समस्या बढ्छ र रोगहरू निम्त्याउँछ। अब स्वस्थ बलियो माइटोकोन्ड्रिया कसरी पाउने? आफ्नो शरीरलाई ठिकसँग इन्धन दिनुहोस्। जसरी गाडीमा शुद्ध इन्धन हाल्दा इन्जिन राम्ररी चल्छ, त्यसरी नै हाम्रो शरीरमा पोषणयुक्त खाना खाँदा माइटोकोन्ड्रियाले राम्रोसँग काम गर्छ। प्रशोधित खाना, चिनी, जङ्क फुड यी सबै त्यो खराब इन्धन हो जसले हाम्रो इन्जिनलाई नै अझ बढी बिगार्छ। ताजा फलफुल, हरियो सागपात, पानी यी सबै हाम्रो माइटोकोन्ड्रियाको लागि उत्कृष्ट इन्धन हुन्। रेगुलर एक्सर्साइज गर्ने, इन्टरमिटेन्ट फास्टिङ, नयाँ कुरा सिक्ने, पढ्ने अर्थात् दिमागलाई सक्रिय राख्ने, तनाव घटाउने र स्वस्थ निन्द्राले गर्दा हाम्रो माइटोकोन्ड्रियालाई स्वस्थ र बलियो बनाउन ठुलो मद्दत गर्छ। हामीले हाम्रो जीवनकालमा उत्पादन गरेको ऊर्जा कहिले पनि हराउँदैन। भौतिक शास्त्र अर्थात् फिजिक्समा एउटा नियम छ, ऊर्जा न त सृजना हुन्छ न त नष्ट हुन्छ, ऊर्जाले मात्र रूप परिवर्तन गर्छ। त्यसैले तपाईँले आफ्नो जीवनकालमा जे पनि गर्नुहुन्छ, मेहनत, माया, सृजना, त्यो हाम्रो ब्रह्माण्डमा सधैँको लागि रहिरहनेछ। तपाईँले बालबालिकालाई दिएको ज्ञान, तपाईँले अरूलाई दिएको माया र तपाईँले बनाएको सम्बन्ध, यो सबै ऊर्जाका रूपहरू हुन् जुन कहिल्यै मर्दैनन्।